हेलो गाइज, वेलकम टु ब्याक ARS अफिसियल ब्लग। यो चाहिँ दाईको नयाँ युट्युब च्यानल हो है। अनि दाई चाहिँ हाम्रो यहाँ हुनुहुन्छ। आजको नयाँ ब्लगमा तपाईँहरूलाई एकदम स्वागत गर्न चाहन्छु। आजको चाहिँ यो भिडियो चाहिँ के को बारेमा भन्दाखेरि तपाईँको आज चाहिँ हाम्रो यो साउदीमा चाहिँ पुरै मौसम चाहिँ यस्तो भइरहेको छ गाइज है। पुरै देख्न सक्नुहुन्छ यता है पुरै धुम्म छ। अनि दाइ र म चाहिँ दाइ चाहिँ अब फर्स्ट नयाँ क्रिएटर हो नि त। अनि दाइलाई अलिकति बोल्न चाहिँ अलिकति अप्ठ्यारो भयो। अनि त्यही भएर भिडियो चाहिँ सुट मैले गरिदिएको फर्स्ट ब्लग है। अनि अब दाइलाई चाहिँ अब अलिकति पहिलोचोटि अब क्यामेरामा बोल्दाखेरि जसलाई पनि अलिक त्यो हुन्छ नि त, नर्भस फिल हुन्छ नि त। अनि त्यो दूर गर्नको लागि चाहिँ मैले भ्लग चाहिँ सुट गरिरहेको छु गाइज है। भ्लग चाहिँ सुट गरिरहेको छु। अब दाइसँग चाहिँ म केही कुराहरू चाहिँ सोध्छु अनि दाइले चाहिँ त्यसको एन्सर दिनुहुन्छ। ल दाइ के भन, आफ्नो बारेमा भन, अडियन्सलाई भन, के भन्न चाहन्छौ? सो गाइजहरू, आज म नयाँ क्रिएटमा एउटा भिडियो बनाउँदैछु, नयाँ कन्टेन्ट हो। सो सबैले सपोर्ट गरिदिनु होला। अनि यो सानो सुरुवात हो मेरो सानो ब्लगको। अनि गाइजहरू, यो परदेशी जिन्दगी हामीले चाहिँ यस्तै भिडियोहरू चाहिँ बनाउँदै जानेछौँ होइन। जस्तै अब परदेशमा के हुन्छ, कस्तो कस्तो दुःख हुन्छ, के हुन्छ, त्यही बारेमा चाहिँ भिडियोहरू क्रिएट गर्ने हो होइन साथीहरू। त्यही भएर चाहिँ यो हाम्रो दाइको भिडियो चाहिँ अलिकति हेरेर माया देखाइदिनु होला साथीहरू भन्न चाहेँ। अनि अब यस्तै भिडियोहरू चाहिँ हामीले लिएर आइराख्नेछौँ निरन्तर रूपमा। अब दाइ र म नै हुन्छौँ साथमा। अनि दाइलाई ऊ भएको बेलामा चाहिँ मैले खिच्छु, दाइले ऊ भएको बेलामा चाहिँ दाइले खिच्नुहुन्छ। नर्भस हुन्छ। हाम्रो डाक्टर सर पुरै हिँड्दै हुनुहुन्छ ऊ पुरै है। अनि यहाँ अब मान्छे पनि अलिकति पनि नजिकको मान्छे पनि देखेको छैन, देख्न सक्नुहुन्छ है। हेर्नु न कस्तो डर लागेको थियो। आज पुरै मान्छे देखेको छैन। अनि जाडो पनि निकै जाडो बढेको छ। अब हाम्रो दुईजना दाइ पनि आउँदै हुनुहुन्छ उताबाट। ऊ नयाँ सालको 2026 पनि लागेको छ। शुभकामना भन्न चाहेँ तपाईँहरूलाई, शुभकामना भन्न चाहन्छु नयाँ वर्षको। अनि हाम्रो नेपालको नयाँ वर्ष पनि आउँदैछ। हाम्रो दाइहरू आउँदै हुनुहुन्छ। ये हमारा बंधु भाई है फ्रॉम बांग्लादेश। बंधु भाई कुछ बोलना चाहोगे? क्या बोलेगा? ठंडा का दिन वो नहीं है। अजय सोल्टी